यो चाहिँ कुकुर होइन लगभग चाहिँ रोडमा हिँड्ने भुसिया कुकुर भनौँ न होइन तर यति सेन्सिटिभ छ यो पनि कि अहिले यति राति चाहिँ यस्तो रोडमा चाहिँ एउटा दोकान छ पसल यस्तै पनि बसिरहेको छ एउटा पान यो चाहिँ किन आएको भने यो चाहिँ खानेकुरा दिन्छ भनेर यति सेन्सिटिभ छ यति ज्ञानी छ होइन अहिले चाहिँ खानेकुरा पाउँछ कि भनेर चाहिँ एउटा 5 रुपियाँको बिस्कुट दिनु र साउजी कतिको छ हुन्छ त्यो दिन्न यति बाटो छ नि यसलाई चाहिँ बिस्कुट किनेर दिँदैछु यो बिस्कुट यति सेन्सिटिभ छ होइन यति सेन्सिटिभ छ पालो पालो दिनु पऱ्यो यो बिस्कुट चाहिँ राति कति बाटो चाहिँ हेर्दाखेरि ठ्याक्कै चाहिँ ल होइन यति राम्रो यति सेन्सिटिभ छ यसलाई थाहा छ नि समयले सिकाउँछ भनेर बिस्तारै क्या बिस्तारै ल ल होइन अनि यो चाहिँ पशु त यति ज्ञानी हुन्छ होइन मान्छे चाहिँ हामी योभन्दा अति अज्ञानी छौँ ल एकछिन पक 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 ल ल हेर्नु अनि फेरि यदि हामीले कसैलाई चाहिँ माया गऱ्यौँ भने फेरि हामीलाई माया गर्छ भन्ने अनि उदाहरण नै चाहिँ संसारमा सबैको अधिकार चाहिँ छ या त आफ्नो हामी जति दिमागदारी छौँ होइन त्यही भएर चाहिँ हामीले पशुलाई माया गर्नुपर्छ अनि उनीहरू टाइम भन्न नजान्ने तर यति बाटो छ यो बिस्कुट खानु आएको ल प्याकेट यस्तो राति छ रोडहरू छ खालि सडक छ पसल खुसी लाग्छ प्याकेट ल सफा भोलि ल नेक्स्ट टाइम ल ओके अच्छा अब यसले मलाई सधैँ चिन्छ